नमस्कार। अगाडि बढेको यो कम्पनीमा आजभन्दा 2 वर्ष अगाडि सहभागी हुने एउटा अवसर मिलेको थियो। बिस्तारै काम गर्दै जाँदा आज हामी कम्पनीको एउटा डायमन्ड एक्जिक्युटिभ र्याङ्कमा पुगेका छौँ। आज यो र्याङ्कमा म यहाँ आएको छु, तर मलाई पुर्याउने सम्पूर्ण साथीहरू त्यहाँ हुनुहुन्छ। म जहाँ छु, म जे छु, हजुरको कारणले गर्दा छु। यहाँहरू सबैलाई मेरो तर्फदेखि धेरै धेरै धन्यवाद दिन चाहन्छु। आजभन्दा केही वर्ष अगाडि डाइरेक्ट सेलिङको सुन्दरतालाई देखेर, शक्तिलाई देखेर, सामर्थ्यलाई देखेर यो उद्योगबाट यो देशमा काया पलट गर्न सकिन्छ। वी क्यान चेन्ज आवर लाइफ थ्रु दिस बिजनेस। यही व्यवसायको माध्यमबाट आफूमा परिवर्तन ल्याउन सकिन्छ, समाजमा रूपान्तरण ल्याउन सकिन्छ र यो देशको अर्थतन्त्रलाई बलियो बनाउन सकिन्छ भनेर हामी लागेका थियौँ। आज 10 नम्बरको लाइसेन्स बोकेर गोल्डन नेपाल अगाडि बढिरहेको छ। भर्खर 2 वर्ष हामी बजारीकरण गरेर हल्ला गर्दैछौँ। मलाई के विश्वास छ भने कम्पनीको यो सुन्दर योजनाले लिएर तपाईँ हामी एकताबद्ध भएर, एकीकृत भएर योजनाबद्ध साथ अगाडि बढ्यौँ भने 5 वर्षमा गोल्डन नेपाललाई नेपालको नम्बर 1 कम्पनी बनाउन सकिन्छ भन्ने विश्वास मैले लिएको छु। यो मेरो विश्वासमा यहाँहरूको साथ, यहाँहरूको आवाज, यहाँहरूको हौसला चाहिन्छ। कम्पनीका सञ्चालकहरूलाई यति राम्रो कम्पनी हजुरले अगाडि बढाउनु भएको छ। आजभन्दा 2 वर्ष अगाडि हामी साना थियौँ, प्रारम्भिक अवस्थामा थियौँ। गोल्डन नेपालका कुरा गर्दा मान्छेहरूले हामीलाई गिज्जाउँथे अथवा पत्याउँदैनथे। 2-4वटा प्रोडक्ट लिएर हामी बजारमा आउँदै थियौँ। कम्पनी भर्खर सुरुवाती अवस्थामा थियो, मानिसहरू हामीलाई पत्याउँदैनथे। तर आज 2 वर्षको बजारीकरण गरिसकेपछि 26वटा कम्पनीमा एउटा चर्चाको विषय बनाउन हामी गोल्डन नेपाललाई सफल भएका छौँ। यहाँहरूलाई साक्षी राखेर आज समय थोरै छ, एउटै कुरा भन्न चाहन्छु। हाम्रा सञ्चालकहरूले हृदयबाट यो कम्पनीलाई अगाडि बढाउनु भयो भने, यो कम्पनीलाई नेपालको नम्बर 1 कम्पनी बनाउने सङ्कल्प साथ अगाडि बढाउनु भयो भने अबको 5 वर्षमा साथीहरू गोल्डन नेपालको सफलतालाई सगरमाथाले पनि ठाडो शिर गरेर हेर्नुपर्ने दिन हामीले ल्याउनेवाला छौँ। आज यो 2 वर्षमा हाम्रा योजनाहरू, हाम्रा प्रोडक्टहरू बजारमा लैजाँदै गर्दा हाम्रा कतिपय आफन्तीहरूले, हाम्रा कतिपय साथीहरूले हामीलाई नपत्याएका होलान्, नागरिकता दिन पनि हिचकिचाट गरेका होलान्। तर अबको 3 वर्षमा, यो अहिले बितेको 2 वर्ष र प्लस 3 वर्षमा तपाईँ हामी 70,000 मान्छे एकताबद्ध भएर अगाडि बढ्यौँ भने मलाई के विश्वास छ भने अर्को वर्ष हामी 7 लाख वितरकहरूको एउटा सञ्जाल बनाउनेछौँ। फेरि त्यो 7 लाख गोल्डन वितरकहरू एकताबद्ध भएर कम्पनीको भिजन मिसनलाई आत्मसात गरेर अगाडि बढ्यौँ भने 5 वर्षमा हामी 70 लाखको एउटा कम्युनिटी तयार गर्नेवाला छौँ। मलाई लाग्छ एवं रीति तपाईँ हामी अगाडि बढ्दै जाँदा हरेक नेपालीको पहिलो रजाई गोल्डन नेपाल बनाउनुपर्छ। यसको लागि यहाँहरूले हामीलाई साथ दिनुपर्छ। आज यो स्टेजमा पुर्याउनको लागि यहाँहरूले जुन मेहनत गर्नुभएको छ, जुन पीडा सहन गर्नुभएको छ, व्यावसायिक तिक्तताहरूलाई सहन गर्नुभएको छ, केही असहज परिस्थितिहरूलाई आत्मसात गर्नुभएको छ, हिम्मत नहार्नु होला, न डगमगाउनु होला। कसम खाएर हामी अगाडि बढेका छौँ। आज 82 साल हो, 85 सालको वार्षिक उत्सव मनाउँदै गर्दा टर्नओभरमा, ग्रोथमा, सक्सेस र स्टेबिलिटीमा गोल्डन नेपाललाई तपाईँ हामी मिलेर नम्बर 1 कम्पनी बनाउनुपर्छ भन्ने आग्रह गर्दै आज मलाई डायमन्ड एक्जिक्युटिभ र्याङ्कमा पुर्याउनको लागि यहाँहरूले गर्नुभएको हरेक पल पलको हिसाब मैले गर्नेछु। र मलाई थाहा छ यो 3 वर्ष, यो अब आउने 3 वर्ष तपाईँ हाम्रो लागि ज्यादै महत्त्वपूर्ण हुनेवाला छ। अहिले राज्य सरले भन्दै हुनुहुन्थ्यो 35वटा ब्रान्च। म त चाहन्छु एउटा वडामा 35वटा ब्रान्च खोल्ने गरी हामी अगाडि बढ्नुपर्छ। 44वटा प्रोडक्ट होइन, गुड मर्निङदेखि गुड नाइटसम्मका प्रोडक्टहरू अब गोल्डन नेपालका ब्रान्चहरूमा पाइनुपर्छ। त्यो सङ्कल्पका साथ अग्रज लिडरहरू अगाडि बढ्नुपर्छ, फाउन्डर लिडर अगाडि बढ्नुपर्छ। हरेक गोल्डनका वितरकहरूले एउटा आवाज उठाउनुपर्छ। यो देशको एउटा सुन्दर कम्पनी, नम्बर 1 कम्पनी, सबैले अपनत्व महसुस गर्न सक्ने कम्पनी बनाउने सङ्कल्पका साथ तपाईँ हामी अगाडि बढेका छौँ। अब आउने 83 साल, 84 साल र 85 साल, यो 3 वर्ष हामी अहोरात्र मेहनत गर्नेवाला छौँ। तपाईँहरूको पसिनाले, तपाईँहरूको मेहनतले, तपाईँहरूको लगावले मलाई विश्वास छ गोल्डन नेपालको नम्बर 1 कम्पनी तपाईँ हामीले बनाउनेवाला छौँ। कतिपय साथीहरूलाई यसो भनिरहँदा कसरी होला जस्तो लाग्छ होला। आजभन्दा 2 वर्ष अगाडि हाम्रा फाउन्डर लिडरहरूले कम्पनीका प्रोडक्टहरूलाई बजारमा लैजाँदाखेरि 2 वर्षभित्र डायमन्ड बनुला भनेर सोच्नु भएको थिएन होला। तर आज 2 वर्ष नपुग्दै हामीले एकजना साथीलाई ब्लू डायमन्ड बनाइसकेका छौँ। 3 जना साथीहरू डायमन्ड र्याङ्कमा पुगिसकेका छौँ। 4 जना साथीहरू एमरोल्ड र्याङ्कमा पुगिसकेका छौँ।
प्रारम्भिक अवस्थामा के हुन्छ भने प्रत्यक्ष बिक्री उद्योगमा सुरुको 2 वर्ष ज्यादै गाह्रो हुन्छ। कम्पनी पनि भर्खर बजारमा आइरहेको हुन्छ। हाम्रा उत्पादनहरूले काम गर्छ कि गर्दैन उपभोक्ताहरूले शङ्काको दृष्टिकोणले हेरिरहेका हुन्छन्। तर आज 70,000 मान्छेले हाम्रा उत्पादनहरू प्रयोग गरिसकेपछि मलाई लाग्छ झन्डै 1500 जना एचिभर्सहरूको साथमा आज हामी 3rd एनिभर्सरी मनाइरहेका छौँ। अब यो 1500 जना एचिभर्सहरू एकताबद्ध भएर 70,000 ती वितरकहरूलाई संरक्षण गर्दै अगाडि बढ्यौँ भने अबको 3 वर्षमा यो देशमा एउटा नयाँ कायापलट हुनेवाला छ र गोल्डन नेपाल पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सबैको पहिलो रोजाइ हुनेछ। यही रोजाइ बनाउनुपर्छ भन्ने विश्वास व्यक्त गर्दै आजको यो सानो सेयरिङ सेसनबाट बिदा हुन चाहन्छु। थ्याङ्क यू भेरी मच। र जाँदा गोल्डन नेपाल हाँकिरहेका चेयरम्यानको रूपमा अगाडि बढ्नुभएको छ हाम्रो मिलन थापाज्यू, एमडीको रूपमा अगाडि बढ्नुभएको छ राजेश थाइपाज्यू, सञ्चालकको रूपमा हाम्रो मधुजी हुनुहुन्छ र हामीलाई ब्याकअपबाट हरेक प्रकारको साथ सहयोग र हौसला दिने हाम्रो सुज सर हुनुहुन्छ। तपाईहरु 4 गोल्डन नेपालको आधार, तपाईहरु 4 जना पिल्लर भएर हामीलाई आवश्यक परेका उत्पादनहरूलाई बजारीकरण गर्न सहयोग गर्नुभयो भने म सम्पूर्ण साथीहरूलाई साथी राखेर भन्न चाहन्छु, सिङ्गो गोल्डन नेपाललाई साथी राखेर भन्न चाहन्छु, यहाँ रेकर्ड पनि छ। अबको 3 वर्षमा हामी यो ढङ्गबाट व्यवसायलाई विस्तार गर्नेछौँ, यो ढङ्गबाट आफ्नो टिमलाई विकास गर्नेछौँ। अबको 3 वर्षपछि हाम्रो एनिभर्सरी कुनै हलमा हुनेवाला छैन, खुल्ला मञ्चमा हुनेवाला छ। यही विचार व्यक्त गर्दै यही सङ्कल्पका साथ यही प्रतिबद्धताका साथ बिदा हुन चाहन्छु। थ्याङ्क यू भेरी मच। आई लभ यु अल। थ्याङ्क यू सो मच गोविन्द श्रेष्ठ सर। गोविन्द सरले हाम्रो पोखरामा भएको आरटिपी रेसिडेन्शियल ट्रेनिङ प्रोग्राममा पनि उहाँको कुरा सुन्ने अवसर मिलेको थियो र अहिले पनि झन् त्यो जोस झन् त्यो